फेभरेट क्रिकेटर चाहिँ को हो भन्नु त? क्रिकेटर विश्व वर्ल्डमै भन्दा पनि हुन्छ, वर्ल्डमै। वर्ल्डमै उम्, वर्ल्डमै सबै मनपर्छ के ठ्याक्कै हो भन्ने चाहिँ छैन मलाई। विराट एकजना कोहली कोही त हो। ए विराट कोहली। रोहित नेपाल शर्मा पनि मनपर्छ। नेपालमा नेपालमा त सबैजना चिनेको भएर सबै मनपर्छ के। फेरि इन्टरभ्यू टाइप्स भयो। ओके, एकदम वर्ल्ड कप हेर्न चाहिँ जानुपर्छ ल। जानु इन्डियामा भइरहेको छैन अब वर्ल्ड कप चाहिँ जानु पर्ला, मिल्यो भने मिल्यो भने। वर्ल्ड कप चाहिँ यसो मिलाएर नगए पनि जो घरमा बसेर हेरे पनि सपोर्ट गर्नु पर्यो होइन। एक्ज्याक्टली त्यही त। हजुरको विराटनगर किङ्स सपोर्ट गरिराख्नु थियो है? म चाहिँ विराटनगर किङ्सको फेस भएको भएर पनि अनि फेरि मेरो घर नजिक पनि विराटनगरै हो नि त। जस्तो तपाईँको सुदूरपश्चिम भने जस्तै मेरो विराटनगर के। फेरि याद आयो भन्छन् केटाहरू, फेरि याद दिलाइदिनु भयो भनेर भन्ला होइन। तर ठिक छ, इट्स ओके यार, टाइम कटिसकेको छ। अब विश्वकप आउँदैछ, विश्वकपमा सपोर्ट गर्नु सबै हाम्रो क्रिकेटर्स दाजु। हाम्रै खेलाडीहरू गएर खेल्ने त हो नि। त्यही त। अब उहाँहरूले एनपिएलमा हाम्रो पनि अब विराटनगरले हार्दा नराम्रो त लागेको थियो, त्यस्तै त हो अब के त्यहाँ हार्ने जित्ने। इट्स ओके। ल हुन्छ रचनाजी, राम्रोसँग बस्नुहोस्, एकदम रमाइलो भयो होला। भोलि सफल तरिकाले काठमाडौँ आइपुग्नुहोस् है। ल फ्लाइट नहोस् भोलि, त्यही हो। फ्लाइट भएर अघि लास्टमा म त कस्तो ढिलो आइपुगेँ। ठिक छ रचनाजी, राम्रोसँग बस्नु होला। ओके, बाई, थ्याङ्क यू। धन्यवाद।